नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 9 बजेको खबरपछि करिब 9:55 बजेसम्म नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगइन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक दम्पतिसँग कुराकानी गर्छौँ जसले यो समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझै आजको कार्यक्रममा पनि हामीले भरतपुर उपमहानगरपालिका वडा नम्बर 5 बैकुण्ठ टोल चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गरेका छौँ। भरतपुर 5 बैकुण्ठ टोल चितवनमा बस्नुहुन्छ प्रकाश भट्टराई र प्रेमकला भट्टराई। प्रकाशजी बैकुण्ठ टोल विकास समिति भरतपुर 5 लङ्कुमा आबद्ध हुनुहुन्छ। त्यसै गरी उहाँ वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत हुनुहुन्छ भने अहिले घर बिदामा घरमा आएको अवसरमा हामीले उहाँसँग यो कुराकानी गरेका छौँ। प्रेमकला भट्टराईजी गृहिणी हुनुहुन्छ। आदर्श नारी बचत तथा ऋण सहकारी संस्था भरतपुर 10 मा आबद्ध हुनुहुन्छ। धर्मचोक दिदी बहिनी आमा समूह लगायत विभिन्न समूह र टोल विकास समितिहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रममा हामीले उहाँहरू प्रकाश भट्टराई र प्रेमकला भट्टराईसँग उहाँको दाम्पत्य जीवनको बारेमा कुराकानी गरेका छौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ। धन्यवाद। म प्रकाश भट्टराई। धन्यवाद छ। म प्रेमकला भट्टराई। आराम हुनुहुन्छ? हजुर, आराम छ। आजभोलि केमा व्यस्त हुनुहुन्छ? म घरमै छु। अब सानातिना जग्गाका कारोबारहरू पनि हेर्छु। हजुर। यस्तै पारिवारिक माहौलमै आबद्ध भइरहेको छु। प्रेमकलाजी? हजुर। आराम हुनुहुन्छ? आरामै एकदम। आजभोलि तपाईँको दिनचर्या चाहिँ कसरी बितिरहेछ? राम्रै छ एकदम। अब घरमै बस्ने, यताउता बालबच्चा सरसफाइ, घरमै बस्ने ठिकै छ। यताउता समाजसेवीमा नि हिँडिन्छ कहिलेकाहीँ। राम्रै छ। आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बीचको माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ? हजुर, हामी तयार छौँ। हजुर, तयारै छौँ। उसो भए म चाहिँ जीवन साथीकै प्रसङ्गबाट कुराकानीको सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको प्रसङ्ग आउँछ। नेपालमा विभिन्न खाले विवाह गर्ने तरिका, विवाह गर्ने संस्कारहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, चोरेर गरिने विवाह छ। आजभोलि पछिल्लो समयमा आएर त अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवन साथीको रूपमा चाहिँ कसरी आबद्ध हुनुभयो? हामी माघी विवाहबाटै आबद्ध भएका थियौँ। हाम्रो विवाह माघी विवाह घरबाटै भएको। हजुर। जस्तो बुवा आमाले मागेर पुरानै संस्कारमै आबद्ध भएर पुरानै नीति नियमलाई पालन गरी बिहा गरेको। र मेरो विवाह नेपालमा नभई इन्डियाको बहादुरगढ, हरियाणा जिल्लामा बहादुरगढ भन्ने ठाउँबाट भएको। म दिल्लीमा बसोबास गर्थेँ। श्रीमती बहादुरगढमा थिइन्। ससुरा ब्याङ्कमा हुनुहुन्थ्यो। बहादुरगढ भन्ने ठाउँबाट मैले विवाह गरेको। उहाँको आफ्नै निवास बहादुरगढमा थियो। म फ्ल्याटमा बस्थेँ, दिल्ली डिडिए फ्ल्याटमा। 2049 सालमा विवाह भएको, 1992 मा। जस्तो यो विवाह गर्दाखेरि केटा पक्षबाट केटी हेर्न जाने, होइन, कुराकानी गर्ने, आफ्ना कुराहरू राख्ने, मन पर्यो मन परेन भन्ने यी यावत कुराहरू हुन्छन् नि। तपाईँ विवाह गर्ने सन्दर्भमा चाहिँ केटी हेर्न भनेर जानुभयो कि जानु भएन? हजुर, म विवाह गर्न त गएँ, तर अहिले जो मैले विवाह गरेँ उनकी दिदीलाई हेर्न भनेर गएको थिएँ। त्यही सिलसिलामा बहिनीलाई पनि देखियो र दिदीको विविध कारणवश दिदीसँग विवाह हुन सकेन। फेरि बहिनीसँगै विवाह गरियो सोही घरमै। प्रेमकलाजी? हजुर। त्यो विवाह गर्ने सन्दर्भमा चाहिँ तपाईँको दिदीको प्रसङ्गमा चाहिँ उहाँ आउनु भएको रहेछ, होइन? तपाईँलाई लागेको थियो मेरो विवाह होला उहाँसँग भन्ने? हजुर, मलाई विवाहको नै थिएन।
मलाई कस्तो छिटो उमेरमा बिहा भयो, मेरो उमेरै सानो थियो। अनि मलाई बिहाको त्यो थाहै थिएन, मलाई मेरो विवाह हो भन्ने मेरो ऊ नै थिएन। अनि टिकाटालो भन्ने मलाई नेपालको अब यस्तो केही थाहा नै, म दिल्लीमै जन्मे हुर्केको। अनि विवाह भयो, विवाह अब त्यत्तिकै ख्यालमा भयो, बच्चैमा भयो, 14 वर्षमा मेरो विवाह भएको। त्यस्तो विवाह हुन्छ भन्ने मलाई थाहै थिएन, अचानक भएको विवाह। मागेरै बुवा मम्मीले अब राम्रै केटा देखेर केटा राम्रै छ भनेर विवाह चाहिँ भयो, राम्रै भयो। पहिला त्यस्तो थाहा पनि भएन केही पनि। अब आइयो नेपालमा छोरी जन्मेसी आइयो, 8 महिनाकी छोरी लिएर आएको। 15 वर्षमा मैले नानी जन्माएँ। त्यस्तै भयो, राम्रै अब भयो बिहा, खेलाची तरिकाले भयो भनौँ। त्यस्तो भनेपछि तपाईँहरू दुईजना विवाहको सन्दर्भमा चाहिँ कुराकानी गर्नुभयो कि गर्नु भएन? भएन, केही भएन। कुराकानी भन्ने त थाहै भएन कि। आजभोलि बोलचाल हुन्छ नि, त्यस्तो अब 49 साल त धेरै पुरानो जमाना नि होइन, तर हाम्रो बोलचाल चाहिँ भएन। भनेपछि त्यो विवाह गर्दाखेरि जुन लक्ष्य लिएर जानुभएको थियो, जुन केटी हेर्न भनेर जानुभएको थियो, उहाँसँग चाहिँ विवाह भएन? भएन, उहाँसँग भएन। र त्यही क्रममा बहिनीलाई देखिएको थियो, बहिनीलाई हेर्न पनि गरेर गइएन। कुराकानी गर्नुभयो कि गर्नु भएन त्यो विवाहको विषयमा? कुराकानीको सन्दर्भमा दिदीलाई हेर्न जाँदा पानी पियाउने हकमा दिदी आउने ठाउँमा बहिनी आइन्। त्यही नै कुराकानी थियो हाम्रो बिचमा। त्यही पानी पियो उनका हातबाट, त्यही नै कुराकानी थियो। त्यहाँ चाहिँ देखादेख भयो? छुट्टै चाहिँ विवाहको विषयलाई लिएर कुराकानी गर्ने त्यो अवसर जुरेन? जुरेन, त्यही नै अन्तिम भयो। जस्तो यो विवाह गर्ने सन्दर्भमा चाहिँ केटा पक्षबाट चाहिँ केटी हेर्न जाने होइन, 2-4 ठाउँमै जाने चलन हुन्छ नि, यो मन परेन त्यो मन परेन भनेर। तपाईँ चाहिँ कति ठाउँमा जानुभयो केटी हेर्नको लागि भनेर? एकै ठाउँमा, पहिलो घर हो, त्यही घरमा दिदीको सट्टामा बहिनीलाई लिएर हिँडियो, बहिनीलाई बिहा गरियो। एउटै घर हो मेरो लागि। प्रेमकलाजी, हजुर, विवाह चाहिँ इन्डियाबाटै भयो? हजुर। तपाईँ त सानै उमेरको हुनुहुन्थ्यो, विवाहको विषयमा छलफल पनि भएको थिएन, 81 चाहिँ विवाह भयो। कस्तो लागेको थियो नि तपाईँलाई चाहिँ म वैवाहिक बन्धनमा बाँधिँदैछु भन्दाखेरि? मलाई एकदम नमजा लाग्यो, किनकि सानैमा विवाह भयो। त्यसले गर्दाखेरि अब सोचाइ नै थिएन कि, केही सोच्ने त्यस्तो क्षमता थिएन, किनभने बच्चा भइयो, त्यस्तो थाहै भएन केही पनि। अनि आफस्याप त्यत्तिकै बच्चा भयो। अब पढ्ने भनेर बिहा गरेको, पढाइ पनि त्यस्तै भयो, यतै आइयो नेपालतिर। नेपाल आसी अब त्यस्तै यतै बाँधिदियो। अब कहिले यतैतिर नेपालतिरै बसियो, त्यस्तो केही पनि ऊ भएन। अब गर्दै अब अहिले भइयो, अब 36-37 वर्षको भइयो। ठिकै छ, राम्रै छ हाम्रो। अब सानैमा विवाह भए पनि अहिले राम्रै छ। विवाह गर्ने बेलामा चाहिँ सानै उमेर थियो, तपाईँहरू बिचमा कुराकानी हुन पनि पाएन होइन? बुबा आमाले चाहिँ छोरी तिम्रो विवाह गरिदिन लागेका छौँ, तिम्रो विवाह हुँदैछ, विवाह गर्न मन्जुर छौ कि छैनौ भनेर सोध्नु भयो कि सोध्नु भएन? नै, केही सोध्नु भएन। विवाहको विषयमा त तिमीले विवाह गर्छौ भनेर पनि सोध्नु भएन। 81 मेरो आफस्याप भएको हो कि, बिहा थाहै भएन कि। त्यस्तो विवाह हो मेरो भन्ने पनि मलाई त्यस्तो थिएन कि, ज्ञानै थिएन। प्रकाशजी, हजुर, जब चाहिँ विवाह गरेर घरमा ल्याउनु भयो, तपाईँ त इन्डियामै विवाह गर्नुभयो होइन? इन्डियामै लानुभयो, तपाईँ जहाँ बस्नुहुन्थ्यो त्यहाँ लानुभयो होइन? त्यो सुरुमा चाहिँ उहाँको चाहिँ अलिक उमेर सानो थियो, तपाईँहरूको दाम्पत्य जीवनको बारेमा केही सरसल्लाह छलफल भयो कि भएन? हजुर, दाम्पत्य जीवनको सल्लाह हुनै पाएन, किनभने उनको दुरान ल्याइयो। अर्को दिन चतुर्थी भयो, चतुर्थीको भोलिपल्ट दुरान गइयो। दुरान गएपछि उनको दुरानकै बिहान, भोलिपल्ट बिहान इक्जाम थियो। इक्जामको सिलसिलामा उनी दुरान इक्जाम दिन गइन्। इक्जाम स्टार्ट थियो अनि म उनको घरबाट म रिटर्न आएँ। म जागिर गर्न्थेँ मयूर विहारमा, डिटी फ्ल्याटमा बस्थेँ। अनि 1 महिना उनी घरमै बसिन्। 1 महिनापछि उनी आफ्नै घरबाट रेलवे स्टेसनमा ससुरा बुवाले ल्याइदिनु भयो। म रेलवे स्टेसनमा गएँ अनि सिधै नेपाल आइयो। हाम्रो भेट हुनै पाएन बिचमा। अनि एकैचोटि नेपाल आइयो। नेपालमा पनि त्यस्तो माहौल बनेन। अनि अंशबन्डाको सिलसिलामा नारायणगढ आइयो। अनि अंशबन्डाको सिलसिलामा त्यो काम भयो। भएपछि घर आएर फेरि दिल्ली लिएर आइयो र यहीँ भरतपुरमा बसियो कोठामा। बल्ल त्यहाँ दाम्पत्य जीवनका कुराकानीहरू भए। प्रेमकलाजी,
हजुर तपाईँहरू जब सँगै हुनुभयो होइन सँगै बस्न लाग्नुभयो त्यस पछाडि चाहिँ तपाईँहरू बिचमा एक आपसमा कुराकानी त भयो छलफल त भयो त्यो कुराकानी चाहिँ कहाँबाट सुरु भयो सुरुमा बोलचाल त अब श्रीमानबाटै भयो उहाँले बोलाउनु भयो के भनेर बोलाउनु भयो उहाँले के भन्ने हो अब ठिकै छ अब सानोमा बिहा भयो नि केही हुँदैन भन्ने सम्झाउने त्यस्तै कुरा भयो अरू त खासै केही पनि भएन अबको दाम्पत्य जीवन कसरी बिताउने के गरी बिताउने के गर्ने कसो गर्ने भन्ने विषयमा तपाईँहरू बिचमा छलफल कतिको हुन्थ्यो त्यो सुरुमा त्यस्तो खासै केही पनि हुन्थेन त्यस्ता कुरा केही पनि हुन्थेनन् बस्ने खाने त्यही हो अनि उहाँले चाहिँ अब जाहिर गर्नुहुन्थ्यो बिजुलीको काम गर्नुहुन्थ्यो पहिला मोटर पङ्खाहरू बनाउने राम्रै थियो फ्याक्ट्री पनि थियो पङ्खाहरू बनाउनुहुन्थ्यो एकदम राम्रो तरिकाले बच्चाहरू जन्मे 2टा बाबु नानी भए अनि तिनीलाई पढाउने लेखाउने राम्रै थियो त्यसपछि विदेश जाने सपना देख्नुभयो विदेशतिर जानुभयो 6-7 वर्ष उतै बसेर अहिले हालसाल घरमै हुनुहुन्छ राम्रै छ अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानीको विषयमा कुराकानी गरौँ न जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको माया प्रेम सद्भाव सामिप्यता अझै बढ्ने हुन्छ भने नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँ एकले अर्काको कमी कमजोरीहरू पत्ता लगाउने अवसर पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ म चाहिँ प्रकाश भट्टराईजीबाटै सुरुवात गरौँ जस्तो तपाईँलाई लागेको मेरी श्रीमतीको यो चाहिँ बानी असाध्यै राम्रो छ मलाई चाहिँ उनका धेरै बानीहरूमध्ये यो बानी साह्रै मनपर्छ भन्ने लागेको हुन्छ नि त्यस्तो उहाँको एकदम मनपर्ने बानी चाहिँ के छ उहाँको मनपर्ने बानी भनेको कुनै पनि त्यस्ता शब्दहरू नराम्रो तरिकाले रिप्लाई कहिल्यै फर्काएनन् उनले सबै जस्ता सुकै अडचनहरू आए पनि उनी सहेरै झेलेरै बसिन् त्यस्तो शब्द मुख लाउने कहिल्यै पनि उनीबाट पाइनँ मैले जस्तो उहाँले सुधार गर्नुपर्ने बानी पनि केही छ होला नि केही देख्नु भएको छ त्यस्तो सुधार गर्नुपर्ने बानी त उनी काममा दक्ष थिएनन् कुनै पनि फिल्डमा खाना पकाउने लगायत सरसफाइ के पछि फेरि बिस्तारै सुधार आउँदै गयो सबै काम सिकिन् जानिन् अहिले अब बुढाबुढी भइयो सन्तोषजनकै छ अहिले प्रेमकलाजी हजुर तपाईँलाई लागेको मेरा श्रीमानको मेरो जीवनसाथीको यो बानी चाहिँ मलाई असाध्यै मनपर्छ भन्ने त्यस्तो लाग्यो बानी के देख्नु भएको छ खै अब राम्रै छ राम्रै गर्नुहुन्छ खासै त्यस्तो नराम्रो अहिलेसम्म हामीमा भएन अब राम्रै छ हामी मिलेरै बसिया छौँ छिटो उमेरमा मेरो विवाह भइकन पनि हाम्रो त्यस्तो छैन राम्रै छ हाम्रो दाम्पत्य जीवन चाहिँ राम्रै तरिकाले गुज्रिराखेको खासै नराम्रो केही पनि छैन उहाँले सुधार गर्नुपर्ने बानी केही नराम्रो बानी होइन जुन कुरा सुधार गर्नुपर्ने छ त्यस्तो कुरा केही देख्नु भएको छ त्यस्तो खासै केही पनि छैन ठिक छ राम्रै छ हुन्छ तपाईँहरू बिचमा जति पनि राम्रो बानीहरू छ त्यो राम्रो बानी अझै बढ्दै जाओस् र जति पनि सुधार गर्नुपर्ने बानीहरू छन् ती बानीहरू चाहिँ सुधार गर्दै जानु होला तपाईँहरू बिचको यो माया यो प्रेम यो सद्भाव यो सामिप्यता अझै बढ्दै जाओस् मेरो तर्फबाट पनि तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि धेरै धेरै शुभकामना छ यति बेला हामी कार्यक्रमको मध्य भागतिर आइपुगेका छौँ यो बिचमा हामी एउटा सानो गेम खेल्छौँ यसमा मैले तपाईँहरू दुवैजनालाई केही प्रश्नहरू सोध्छु त्यसको तपाईँहरूले उत्तर दिनुपर्ने हुन्छ यो प्रश्नको उत्तर दिनको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ हजुर तयार छु उसो भए म चाहिँ प्रेमकलाजीबाट सुरुवात गरौँ हजुर हुन्छ तपाईँहरू दुईजना वैवाहिक बन्धनमा बाँधिएको मिति भनिदिनुहोस् न मलाई 2049 साल माघ 24 गते हाम्रो विवाह भएको कुन बार परेको थियो बार ख्याल भएन प्रकाशजी हजुर उहाँले भनेको मिति सही छ मैले इस्वी सम्मतमा मलाई याद छ 1992 फेब्रुअरी 24 आइतबार सायद उसो भए तपाईँको लागि प्रश्न है त हजुर प्रेमकलाजीको जन्म मिति भनिदिनुहोस् न 1979 सेप्टेम्बर 27 सही भन्नुभएको छ एकदम सही उसो भए तपाईँको लागि अर्को प्रश्न है त हजुर अहिले प्रकाशजीले हातमा लगाउनु भएको घडी कि बेला घडी के लगाउनु भएको छ हजुर मेरो घडी नै हो अहिले प्रेमकलाजीले कानमा लगाउनु भएको टप कि रिङ टप नहेरी भन्नुहोस् है टप के लगाउनु भएको छ टप लगाइछु प्रकाशजीलाई लगाउनमा एकदम मनपर्ने कपडा त उहाँलाई एकदमै आस्कोट मन पर्थ्यो हजुर आजभोलि आस्कोट लगाउन पेटले दिएन पेट अलि बढिया छ हजुर त्यसले गर्दाखेरि आज सर्ट प्यान्ट लगाउनुहुन्छ एकदम मनपर्छ सर्ट उहाँलाई सेतो कलरको सर्ट क्रिम कलरको सर्ट मनपर्छ प्रकाशजी
हजुर हजुर स्योर हो त्यो। प्रेमकलाजीलाई चाहिँ खानेकुरामा एकदम मनपर्ने खानेकुरा के मन पार्नुहुन्छ? यसलाई मनपर्ने खाना सुक्खा रोटी र तरकारी, गाउँको सुक्खा रोटी तरकारी एकदम यसको फेभरेट। अनि खिर पनि यसले साह्रै मन पराउँछ। मेरी श्रीमतीलाई सुक्खा रोटी तरकारी अथवा चाहिँ खिर होइन खाना एकदम मन पराउँछिन् भनेर कहिलेकाहीँ यसो भान्सामा गएर पकाएर खुवाउने गर्नुहुन्छ कि गर्नुहुन्न? होइन, बनाउनुहुन्छ। खाना बनाउन त एकदम अगाडि सर्नुहुन्छ, बनाएर नि खुवाउनुहुन्छ, एकदम हेल्प गर्नुहुन्छ। खाना बनाउन त सहयोगी हुनुहुन्छ। त्यो खाना बनाउने सन्दर्भमा चाहिँ तपाईँले पकाएको खाना मिठो हुन्छ कि उहाँले पकाएको? खाना त उहाँले पकाएको मिठो हुन्छ, मैले भन्दा राम्रो बनाउनुहुन्छ। खाना बनाउन अगाडि सर्नुहुन्छ। अब उहाँलाई नि सोध्नु न, खाना अब कसले बनाएर मिठो हुन्छ भनेर उहाँलाई नि सोध्नु। प्रकाशजी हो? हजुर, त्यति नमिठो त उनले बनाएको पनि होइन, तर आफू खाली भएको समयमा सहयोग गर्न मन लाग्छ। अलिकति तपाईँहरू बिचको माया प्रेमको विषयमा कुराकानी गरौँ न। जस्तो प्रकाशजीले एकदमै माया गर्दाखेरि आज मलाई मेरो श्रीमानले असाध्यै माया गर्नु भएको छ, के भएर रहेछ भन्दाखेरि चाहिँ उहाँले कस्तो व्यवहार दर्शाउनुहुन्छ? कस्तो भन्ने खै, अब राम्रै व्यवहार हुन्छ। अब त्यस्तो खासै माया प्रेम भन्ने कस्तो भयो थाहै भएन कि, बच्चा जन्मे अब माया प्रेम यस्तै हुन्छ। अब आफ्नो परिवारमा त माया त भइहाल्छ, त्यस्तै राम्रै गर्नुहुन्छ। त्यसैमा पनि कहिलेकाहीँ हुन्छ नि एकदम त्यो धेरै माया गरे जस्तो अनुभव, त्यो सधैँ चाहिँ हुँदैन, कहिलेकाहीँ हुन्छ त्यस्तो चाहिँ। आज मलाई बुढाले असाध्यै गर्नु भएको छ त, धेरै माया गरे जस्तो अनुभूति गरेको छु मैले भन्दाखेरि चाहिँ कस्तो व्यवहार दर्शाउनुहुन्छ भन्न खोजेँ कि? कस्तो गर्ने, अब राम्रै गर्नुहुन्छ, पकाएर खानिदिनुहुन्छ, दुःख नगर बुढी भन्नुहुन्छ, राम्रै गर्नुहुन्छ। त्यस्तो बेलामा त्यस्तो बोली आउँछ, राम्रै हुन्छ। कहिलेकाहीँ चाहिँ रिसाउनु भयो भने चाहिँ कस्तो व्यवहार देखाउनुहुन्छ नि? रिसाउनु भयो भने बोल्नुहुन्न, एकतिर हिँडिदिनुहुन्छ, खासै त्यति बोल्नुहुन्न। रिसासी अब घरमा बस्नुहुन्न, हिँड्नुहुन्छ एकतिर। घर बसेपछि झगडा हुन्छ भन्ने सोच हुँदो रहेछ क्या, त्यही भएर। प्रकाशजी हजुर, तपाईँलाई चाहिँ आज मेरी श्रीमतीले असाध्यै माया गरेकी छन्, मलाई आज मैले धेरै माया गरे जस्तो अनुभूति गरेको छु उनीबाट भन्दाखेरि कस्तो व्यवहार दर्शाउनुहुन्छ उहाँले? अनायास आवश्यक नभएका चिजहरू पनि खाना पकाएर चिया खाम खाजा खाम भन्ने विविध नास्ताहरू नदिने दिनहरूमा पनि नास्ता बनाएर आज मैले यो बनाएको छु भन्ने त्यस्ता विविध आचरणहरू देखिन्छन् उनीमा। अनि कहिलेकाहीँ चाहिँ रिसाउनु भयो भने चाहिँ कस्तो गर्नुहुन्छ त? रिसायो भने खानै पकाउँदिनँ, आफै पकाउनु भन्छ, भान्साबाट निक्लिदिन्छ। त्यस्तै अलि टड्कारो स्वभाव देखाउँछ। होइन, राम्रो बनाउने भयो भने बिगारिदिन्छ खाना, राम्रैसँग गर्ने भयो भने बिगार्ने, नुनसुन बढी हालिदिने, मसला कम गरिदिने, पानी पनि बढी हालिदिने, अलिक टेस्टमा फरक पारिदिन्छ। त्यस्तै गर्छ। अनि आफै पकाएर खाऊ भन्ने झड्किन्छ। त्यस्तै भन्छन् नि श्रीमान श्रीमतीको कल परालको आगो होइन, कहिलेकाहीँ त कल झगडा भइहाल्छ। त्यो कहिलेकाहीँ हुने झगडा पर्दाखेरि पनि त्यो झगडालाई चाहिँ साम्य पार्दाखेरि हुन्छ नि, त्यो बोलचालको विषयमा चाहिँ को बढी अग्रसरता हुन्छ? तपाईँले बढी अग्रसरता देखाउनुहुन्छ कि प्रकाशजीले बढी अग्रसरता देखाउनुहुन्छ? उहाँले अघि सरेर बोल्नुहुन्छ मभन्दा पहिला, म चाहिँ अघि सर्दिनँ, म पछि नै हो। उहाँलाई म कोट्याउन जान्न क्या, आफै बोलाउनुहुन्छ। राम्रो छ, मलाई राम्रै माया गर्नुहुन्छ। जे होस्, बरु मैले चाहिँ एकदम छिटो गर्दिनँ, उहाँले चाहिँ मलाई छिटो बोलाउने गर्नुहुन्छ। हामी एकदम धेरै समय हामी रिसाएर बस्न सक्दैनौँ। एकछिन हो, एकछिन पछि बोलिहालिन्छ, धेरै बोलिन्न। 2-4 घन्टा चाहिँ रिसायो भने पनि कहिलेकाहीँ झगडा हुन्छ। 2-4 घन्टा रिसाइयो, नत्र हामी फेरि बोलिन्छ, गफ गरिन्छ। त्यस्तो धेरै समय, कोही त धेरै 6-7 दिन बोल्दैनन् यताउता। हाम्रो त्यस्तो छैन अहिलेसम्म। अलिकति तपाईँहरू बिचको सन्तानको विषयमा कुराकानी गरौँ न। छोराछोरी कति हुनुहुन्छ? एउटा छोरा एउटा छोरी। जस्तो यो सन्तान जन्माउने विषयमा श्रीमान श्रीमतीको बिचमा सरसल्लाह भएर छलफल भएर होइन, कहिले जन्माउने, कति जन्माउने, कसरी जन्माउने भन्ने विषयमा हुन्छ नि, तपाईँहरू बिचमा यो सरसल्लाह भयो कि भएन? भएन, त्यस्तो सल्लाह भएन। अब नानी बिहा गरेका 10 महिनामा पेटमा रहेकी हो, अनि त्यही अनुसारले नानी 51 सालको जन्म हो छोरीको। अहिले उनको विवाह भइकन पनि घरमा छन्। बाबु अहिले 54 सालको हो। बाबु यहीँ नेपालमा आएर जन्मेको, नानी वहीँ इन्डियामा जन्मेकी हुन्। राम्रै छ सबै। बाबु पनि अब 12 क्लियर गरेर ब्याचलर पढ्दैछन्। एकदमै ठिकै छ। अब
दुईटा नानी बाबुमै अब बन्द गर्ने भनेर अरू चाहिँ हामीले योजना नगरेको। जस्तो यो सन्तान जन्माउने विषयमा श्रीमान श्रीमतीको बिचमा सरसल्लाह हुनु, छलफल हुनु, एउटा योजना हुनु होइन, कतिको आवश्यक देख्नुहुन्छ तपाईँ? अत्यन्तै आवश्यक छ सल्लाह हुनु। हामीले पनि सल्लाह त त्यस्तो पेपर प्लानिङ त होइन, सरसल्लाह हाम्रो भएकै हो। आफूमा सल्लाह अनुसार नै हामीले एउटा ग्यादरिङ राखेरै बच्चाहरू जन्माएको हो। छोराछोरी दुईटाको भिन्नता छ, 3 वर्षको बिचमा, छोरीको बिचमा 3 वर्षपछि छोरा जन्माएको हो। त्यसो गर्दा छोराछोरीमा हुर्काउन, बढाउन, पढाउन, लेखाउन सबै चिजमा साथ दिन सजिलैसँग सकियो। त्यही अनुसार बच्चाहरू पनि ठिक छन्। छोरी त नातिनी पनि पाइसकिन् छोरीले। भनेपछि हजुरबुवा पनि बनिसक्नु भयो? भइयो, हजुरबुवामा भइयो। तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएको करिब 2 दशकभन्दा पनि बढी समय भइसक्यो। तपाईँको वैवाहिक बन्धनदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँहरूले धेरै समय बिताउनु भयो होइन, धेरै अनुभवहरू बटुल्नु भयो। तपाईँको बुझाइमा, तपाईँको भोगाइमा यो जीवनसाथी भने के रहेछ? जीवनसाथी भनेको एक आपसमा नित्यान्तै आवश्यक जोडी रहेछ। एक अर्कोलाई नभनी एक साथी रहेछ भन्ने बुझ्छु म। जीवनसाथी अब राम्रै तरिकाले मिल्ने, बस्ने, अब त्यही हो। मैले त खै खासै त्यस्तो जीवनसाथी भनेको अब मिलेर बस्ने, त्यही भन्छु। अब के भन्ने अरू। जीवनसाथी रोज्ने बेलामा चाहिँ विवाह गर्ने सन्दर्भमा भनौँ न होइन, कस्तो खालको केटा रोज्नुपर्छ अथवा कस्तो खालको केटी रोज्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? कस्तो खालको त अब उसलाई अब राम्रो तरिकाले पाल्न सक्ने, यताउता अब बाहिर यस्तो नराम्रो कुलतमा नलाउने त्यस्तै केटाहरू चाहिन्छ। अब केटीहरू पनि राम्रै तरिकाले पढे लेखेको, यताउता व्यवहारिक भएको केटीहरू चाहिँ चाहिन्छ भन्छु मैले। अरू त अब के भन्ने खै। शील स्वभाव, अब स्वस्थ नेचरहरू राम्रो भएको, व्यवहारिक, कुल खानदानको, अन्यत्र त्यस्तो ध्यानहरू नदिने खालको, उज्यालो अनुहार भएको त्यस्तै किसिमको केटी जीवनसाथीका लागि चाहिँ राम्रो हुन्छ। अलिकति विवाहकै प्रसङ्गमा आउँ। जस्तो विवाह गर्दाखेरि नेपालमा समग्र हेर्ने हो भने होइन, जस्तो घरबाट गरिने विवाह छ, मन्दिरबाट गरिने विवाह छ, पार्टी प्यालेसबाट गरिने विवाह छ, यो लगायत अरू थरी पनि विवाह गर्ने चलन संस्कारहरू छ। तपाईँलाई चाहिँ खासमा कस्तो खालको विवाह ठिक लाग्छ? घरबाट विवाह गर्दाखेरि राम्रो हुन्छ अथवा चाहिँ मन्दिरबाट गरेको विवाह ठिक हो भन्ने जस्तो लाग्छ, कि चाहिँ पार्टी प्यालेसबाटै गर्नुपर्छ विवाह त भन्ने जस्तो लाग्छ? हामी विवाह गर्नको लागि कस्तो किसिमको विवाह गर्न हामी दक्ष छौँ। जस्तै घरबाट गर्न मन लाएर मात्रै पनि घरबाट गर्न कोही सक्षम हुँदैन। त्यस कारणले पार्टी प्यालेसबाट पनि गरिएको हुन्छ, मन्दिरबाट पनि गरिएको हुन्छ। अब सबै चिज, घर, सबै परिवार, सबै जुटाउन सक्ने, सबै मिल्न सक्ने, समाज सबै ठिक हुन्छ भनेदेखि त घरबाटै गरेको राम्रो लाग्छ विवाह। तर आफ्नो दक्षता अनुसार पनि हेर्न पर्यो। घरबाटै मात्रै प्रेस गरेर पनि भएन, त्यो लाग्छ मलाई। प्रेमकलाजी? हजुर, मलाई पनि घरबाटै राम्रो लाग्छ। अब सबै कुरा त उहाँले भनिहाल्नु भयो। अब आफ्नो हैसियत पनि हेर्न पर्यो, सबै यताउता सबै सोच्न पर्यो। सकेसम्म त घरबाटै गर्दा राम्रो हुन्छ। जस्तो यो विवाह गर्दाखेरि कतिपयले चाहिँ ठुलो धनराशि खर्च गरेर विवाह गर्ने गरेका देखिन्छ होइन, कतिपयले चाहिँ सामान्य विवाह गर्छन्। तपाईँलाई चाहिँ कस्तो लाग्छ, विवाह गर्दाखेरि ठुलो धनराशि खर्च गरेर तडक भडकका साथ गर्नुपर्छ कि सामान्य विवाह गरे पनि त्यो विवाहै हो, त्यो विवाह नै हो, त्यसरी गर्दा पनि हुन्छ भन्ने जस्तो लाग्छ त? मलाई चाहिँ लाग्दैन धेरै खर्च गरेर ठुलो हुन्छु भन्ने मलाई लाग्दैन। मलाई सिम्पल तरिकाले, राम्रो तरिकाले बिहा चाहिँ गर्न पर्यो जसरी पनि, तर छोटो मिठो, एकदमै खर्च गरेर अब एकदमै गरेर होइन। कसैको हैसियत एकदमै ठुलो होला अरे, धेरै खर्च गरेर गर्लान् अरे, सबैको एउटै हुँदैन होइन। तर मेरो इच्छा चाहिँ कस्तो छ भने सिम्पल सस्तो तरिकाले एकदमै गर्न जसरी नै पर्यो, तर धेरै खर्च नगर्ने, ठिक्क तरिकाले गर्ने बिहा। प्रकाशजी? हजुर, अब हामी यो कुराकानीको अन्तिमतिर पनि छौँ होइन। अब यो कुराकानीलाई यति टुङ्ग्याउनुपर्छ। अन्त्यमा चाहिँ तपाईँहरूको अबको दाम्पत्य जीवन, अबको भावी जीवन होइन, के गरी बिताउने, कसो गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो खालको प्लान, कस्तो खालको तयारी, कस्तो खालको योजना बनाउनु भएको छ? अब छोराले
12 क्लियर गरेँ, आयल टेस्ट गरेँ। अब छोरालाई कुनै राम्रो देशमा पठाउने, अलिअलि प्रपर्टी 2-4 गट्ठा छ, 8-10 गट्ठा गाउँतिर पनि छ। अब उनले अब पैसा पठाएछन् भने मैले बनाएको घर बेचेँ। अब छोराले बनाएर कमाएर पठायो भने घर बनाउने, बुढाबुढीको ठाउँमा रहने, छोरा बुहारी अब छोराले बिहा गर्छन् अनि छोरालाई चाहिँ आफ्नो सेटल गर्न लगाइदिने। अनि अब अन्तिम चरणमै छु म त, अब लास्टमै। प्रेमकलाजी हजुर, अब सोचाइ त कस्तो भन्ने खै, अब सोच त के राम्रै तरिकाले बिताओस् भन्ने हुन्छ। अब बाँचन्जेल नमरन्जेली राम्रै तरिकाले अझै सुख पाम भन्ने सबैलाई हुन्छ, मलाई पनि छ। अब बाबुले राम्रै गर्ला भन्ने पनि आश छ। अब गर्दै जाँदा अब बाबुले गरेन वास्तविक, अब यस्तो केही गर्यो भने पनि अब हामी दुईटा बुढाबुढीलाई हुने जग्गा जमिन पनि छ, त्यही अनुसारले अब बस्न पर्ला। अब सकेसम्म अब सुखै तरिकाले बस्ने चाहना छ। दुःख त कसलाई काट्न मन लाउँछ र, सुखै तरिकाले बुढाबुढी बस्ने अब इच्छा धोको छ। बाबुको पनि अब राम्रै गर्दै गएछन् बाबुले नि, बाबु छोरा बुहारीले पनि गर्लान्। अब उसको पनि बिहा होला, अब एकचोटि त जसले पनि गर्नै पर्छ विवाह। अब उनै बाबु नानीले राम्रो गरेछन् भने अब ठिकै छ। अब राम्रै के भनौँ खै, अब यही हो। हामी यो कुराकानीको अन्तिममा छौँ। अन्त्यमा चाहिँ कार्यक्रम जीवन साथी मार्फत केही भन्न चाहनुहुन्छ कि? हजुर, भन्ने कुराहरू त यिनै नै हुन्, जे चाहन्थे त्यो भनिसकेँ मैले। हाम्रो जस्तै दाम्पत्य जीवन हामीले बितायौँ, त्यस्तै भावी दिनहरूमा अब हामी जस्तै जोडीहरूको पनि हाम्रो जस्तै दाम्पत्य जीवन सुखमय बितोस्, सुखमय बिताउने कोसिस गर्नुहोस्, यही नै भन्न चाहन्छु मैले। प्रेमकलाजी? हजुर, केही छैन खासै, अब त के भन्ने र। अब लास्टमा अब सबैका जोडीहरूलाई अब हामी मार्फत हाम्रै जोडी जस्तै भएर मिलेर बसौँ, त्यही भन्न चाहन्छु। अरू त अब के भन्ने र, खै ठिकै छ। हुन्छ, तपाईँहरू बिचको यो दाम्पत्य जीवन अझै सुखमय तरिकाले अगाडि बढोस्, अझै सहज तरिकाले बितोस्। तपाईँहरूका जति पनि राम्रा बानीहरू छन् ती राम्रा बानीहरू बढ्दै जाउन् र नराम्रा बानीहरू, सुधार गर्नुपर्ने बानीहरू ती चाहिँ हट्दै जाउन्। तपाईँहरूको भावी सुखमय र सफल दाम्पत्य जीवनका लागि मेरो तर्फबाट पनि तपाईँहरू दुवैजनालाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यही टुङ्ग्याउँछौँ। कार्यक्रममा सहभागी भइदिनु भयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो। कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। हजुर, धन्यवाद गोकुल भण्डारी लगायत विजय एफएमको सम्पूर्ण परिवारलाई। हस् त, धन्यवाद गोकुल भण्डारी भाइ। धन्यवाद छ भाइ गोकुल भण्डारीलाई, धन्यवाद, नमस्ते। हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ। कार्यक्रममा सहभागी भइदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। हस्, नमस्कार। आजको कार्यक्रम जीवन साथीमा हामीले भरतपुर उपमहानगरपालिका वडा नम्बर 5 बैकुण्ठ टोल चितवनमा बस्नुहुने प्रकाश भट्टराई र प्रेमकला भट्टराईसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवन साथीको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।